Hello everyone, good morning. Welcome back to my channel. आज मैले मर्निङ भ्लग बनाउँदैछु हो. फर्स्ट टाइम हो घरमा भ्लग बनाएको. अन्त हेरिदिनुहोस् होला. म आज दिनभरि आज मेरो डे अफ हो, छुट्टी छ ड्युटी. त्यही भएर काम गर्दैछु. अब काम गर्ने घरको हल्का हेर्नु ल. अब म चाहिँ बेडसिटहरू मिलाउँछु. त्यहाँदेखि के गर्नुपर्छ. भर्खर उठेको म चाहिँ अब चाहिँ म बेडसिटहरू चेन्ज गर्दैछु. मेरो रेडी भयो ब्याट. तपाईँहरूलाई म ब्याट देखाउँछु ल. कभर चेन्ज गर्छु. तपाईँहरूको दिनहरू कसरी बित्छ होला यसो हेरेर कमेन्ट गरिदिनुहोस् होला. मेरो त छुट्टीको दिनहरू यसरी नै बित्छ. आज मेरो छुट्टी हो, सन्डे पनि हो. युजली त म अब ड्युटी गइबस्छु होइन. अन्त ब्लगहरू बनाउनु पनि भ्याउँदिनँ. घरमा हुँदाखेरि बनाऊँ भन्छु कि तर यता उता गर्दाखेरि नै टाइम गइहाल्छ. त्यही भएर आज चाहिँ यसो बनाइहेर्छु कस्तो हुँदो रहेछ भनेर. फर्स्ट टाइम हो. लेट्स सी कस्तो हुँदो रहेछ आजको दिनहरू, मेरो भिडियोहरू. अन्त चाहिँ अरू के भन्नु त. अब तपाईँहरू त उठ्नु भयो होला यतिखेरसम्म. अहिले कति बज्दैछ युजली टाइम कति भयो? टाइम 6:40. छुट्टीको दिन चाहिँ 8 बजीसम्म सुतौँ भन्छ कि तर निन्द्राले 6 बजी नै छोड्छ. हुँदैन, बानी भएछ नि त छिटो उठ्ने. सुत्नु भन्नु पनि सक्दैन. ल फाइनली मेरो ब्याट पनि मिल्यो. ए दामी देखि आज राति सुत्नु मजा आउने भयो. सफा सफा सिरानी, बेडसिट, मेरो ब्ल्याङ्केट. खान्छु राम्रो हो हेल्थको लागि भन्छ कि लङ पानी. त्यही कारण अब चाहिँ म ब्रस गर्न जानु आँटेको. टिङ 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 टिङ. यो चाहिँ मेरो सानो किचन हो. यहाँनिर ग्यासहरू छ, सिलिन्डर, सबै कुरा. राइस कुकरहरू बसाउने. अन्त मेरो यहाँ सोकेस रहेछ जति पनि किचनमा चाहिने कुराहरू. अनि मेरो प्लान्ट्सहरू चाहिँ यहाँनिर. यो हो मेरो क्याक्टस. अन्त मेरो यहाँ सानो मन्दिर पनि छ. अनि यो मेरो गिफ्ट मेरो प्यारो दिदीले दिनुभएको गिफ्ट यहाँ राखिरहेको छ मैले. दिस इज माई स्मल मन्दिर. यहाँ पनि मेरो केहरू चाहिने सामानहरू छ. यो मेरो किचन. फाइनली मैले मुख पनि धोइसकेँ. अब चाहिँ म ब्ल्याक कफी पिउँछु. हामीले युजली खान्छु भन्छ नि त नि. हो मेरो ब्ल्याक कफी. अब चाहिँ म सब्जी केलाउन आँटेको. सिमी र आलु बनाउन आँटेको कि. अन्त म केलाउँछु सब्जी. सिमी पुरानो भएछ.
दिनहरू कति छिटो बित्छ घरमा बस्यो भने ड्युटी गयो भने भगवान् कहिले छुट्टी हुने हुन्छ घरमा बस्यो भने एकछिन मिलिक्कैमा टाइम गइहाल्छ टाइम वेट फर नन अफ अस भन्छ नि त्यस्तै रहेछ तर ड्युटी अरूमा चाहिँ हुँदैन टाइमले वाक्कै लाउँछ घडी हेर्दा हेर्दा कहिले छुट्टी हुने त्यस्तै हो अन्त मलाई चाहिँ म चाहिँ ज्यादा बोल्नु सक्दिनँ हो अब तपाईँहरूले हेर्छ होला मेरो भिडियोहरू होइन त्यहाँनिर देख्नुहुन्छ होला किन ज्यादा नबोलेको होला किन चुपचापमा ज्यादा भिडियो किन चुपचापमा हालेको होला भन्दाखेरि म चाहिँ कस्तो खालको मान्छे हो भने म ज्यादा बोल्नु सक्दिनँ मतलब सक्छु ज्यादा बोल्नु तर डेली भेटिबस्ने मान्छेहरूसँग मात्रै म सक्छु ज्यादा बोल्नु नयाँ मान्छेहरूसँग म सक्दिनँ अन्त झन् यहाँ त झन् यो त भ्लगहरूमा त आफ्नै ज्यादा बोल्नुपर्छ जो ज्यादा बोल्छ उनीहरूको भिडियोहरू ज्यादा चल्दो रहेछ मैले धेरैजनाको भ्लगहरू हेर्छु उनीहरू ज्यादा बोल्छ तर कसरी बोल्नु सकेको उनीहरू त्यो देख्दाखेरि चाहिँ म अचम्म लाग्छ म चाहिँ सक्दिनँ ट्राई गर्दैछु होइन अब पछाडि के हो म पनि हुनसक्छु कि त्यत्रै ज्यादा बोल्ने अहिलेसम्म चाहिँ सकेको छुइनँ अब प्र्याक्टिस गर्दैछु जतिसक्दो राम्रो होस् भन्ने होइन राम्रोसँगले भिडियो बनाउनु सकोस् अगाडि पनि ज्यादा बोल्ने ट्राई गर्छु सरम लाग्छ ज्यादा चाहिँ सरम लाग्छ नि त सरम मान्नु हुँदैन भन्छ कि तर के गर्नु पहिल्यैदेखिको यस्तै खालको भएर भइहाल्दो रहेछ आइहाल्दो रहेछ काहीँ न काहीँ भयो अझै म मान्छे बसिसकेँ अब के राइस कुकरमा हो अब यो सब्जी बनाइसकेर सिमी र आलु बनाउँछु मजाले भुट्छु त्यहाँदेखि गुन्द्रुकको झोल मलाई पुरा मनपर्छ हो गुन्द्रुकको झोल सादा बनाउँछु त्यहाँदेखि सिमी र आलु त्यहाँदेखि मटरको स्यालेड बनाउँछु त्यहाँदेखि खानुपर्छ मेरो सिमी चाहिँ मैले यसरी काटिरहेको छु टिङ 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 मेरो सब्जीहरू रेडी हुँदैछ यो चाहिँ मेरो गुन्द्रुकको झोल अनि यो मेरो सिमी र आलु अब म चाहिँ खाना खानु आँटेको यो सिमी र आलुको सब्जी यो मटरको स्यालेड बनाएको मैले यसमा के हालेको छु भने तिल हालेको छु टमाटर प्याज अन्त सुकेको खोर्सानी पिसेर हालेको फ्राई गरेर त्यो मटरको अचार अन्त मेरो यहाँ छ गुन्द्रुकको झोल न पोखिन्छ होला अन्त यहाँ चाहिँ हाम्रो डल्लीको मान्छे नमस्ते गर नमस्ते हेलो गर न हेलो गर त खोइ हेलो गरेको ए छिटो न यो झोले हो यस्तै झोल हो ए अब म चाहिँ माम खान आँटेको ल त्यो हात मैला छ तिम्रो के हुँदैन हातले खाऊ ए चम्चीले खाऊ उनीहरूले त चम्चीले खाँदैछ हातको हात धोइदिनु अरे उसलाई हात धोइदिनु छैन अहिले
भयो अले चम्ची नै राख्यो दामी भएछ अचार यहाँ भिडियोमा ज्यादा बोल्नु हुँदैन त्यो के भन्नु हुँदैन है चुप्पो लागि भात पो खानुपर्छ त Mam pasang na rin sila. Nhớ nha. Cái này nữa nó. Cái này. Có số bài thì mà mít được sao? Mít được sao? Yes. 지제간 빙간다. 오늘이 깨blem 갖고 아침만에 방전이야. 맨날 넣어줘. Gitu. Waduh, no ya kan entah. Mam mana ya? Hah? Ada. Mana yang bisa itu kan? Ini baru kan gitu, ada sopan. Cái bể tôm năm tổng kìa. Cái gì? Yêu à? Cái gì vậy? Yêu à? मलाई फेरि माम खपेको मिठो भएछ नि त आफूले बनाएको आफूलाई नै मन पर्यो
तपाईँहरू पनि छुट्टीको बेलामा चाहिँ यस्तो बनाएर खानुहोस्, मिठो हुन्छ। छुट्टीको बेलामा चाहिँ मजाले टाइम पाउँछ नि त, अब त मजाले खानाहरू बनाएर खानु पनि पाउँछ हो। अब ड्युटी लागेको बेलामा त भेराइटी बनाउनु त भ्याउँदैन। एउटा सब्जी बनायो, हतार हतार बिहान उठेर खायो, ड्युटीले गयो। Juga. Sakitnya tuh. Juga. Asinali sakitnya loh sih kok. Ini tadi juga sakit. Sakitnya kok. Ini juga. Abdan bukan. के भने आसुमले याद छ? भात पानी खाना इसी आउँछ। Finish, everything is finished. मैं चिटो खानु चिटो चिटो मैं यहाँ भिडियो बनाइदिइरहेको छु। के गर्नु भएको नानी? छिटो सुप पनि खानु, सुप सुप छिटो। हाम्रो नानीलाई खोकी अहिलेदेखि लागेको होइन, जाती हुँदैन। के भएको पनि ऊ चाहिँ मेरो नानी भन्दा नानी होइन, मेरो भदैनी है, मेरो दाजुको छोरी, मेरो भदैनी। भेरी गुड, सक्नु आँटे। साह्रै मिठो भयो, साह्रै एकदमै ज्यादा मिठो भयो। अब सुप खानु, सुप डल्लै। भात खानु लागि चाहिँ उसलाई पनि पुरा सँगसँगै खानु पर्यो होइन, नभए त एक्लै खायो भने माम खाँदैन। हुन्छ अबै फिनिस भएछ, देखाउनु नि यहाँ भिडियोमा, फिनिस भन्नु। पुरा खानु लागि उसलाई के गर्नुपर्छ। ल अहिलेको लागि यतिकै भयो, यतिमै एन्ड गर्छु। बाई बाई। भात